जोजलपा नेपाल भाषा लर्निङ टाढा तापा तापा टाढा हुँदै गयो तापाना तापाना वन तापाना वन टाढा भइसक्यो तापे तापे तुङ्कल तापे तुङ्कल तास केही कुरा भित्तामा अथवा कहीँ तास्नलाई तरकारी तास्ने होइन कि केही पेपरहरू तास्नको लागि तास टिकी टिकी तास्दैछ टिका टिका चोन तासिसक्यो टिके टिके टुङ्कल तास्नु पर्छ टिके मानी तिर पु पु तिर्दैछ पुला पुला चोन तिरिसक्यो पुले पुले तुङ्कल तिर्नु पर्छ पुले मानी तिरौ पुइकी पुइकी तिराउँदैछ पुइका पुइका चोन तिराइसक्यो पुइके पुइके तुङ्कल तिराउनु पर्छ पुइके मानी टोक वान्या वान्या अनि टोक्यो भन्नको लागि चाहिँ नि वान्यात टोक्दैछ वान्याना वान्याना चोन टोकिसक्यो वान्या वान्या टुङ्कल टोक्नु पर्छ वान्या मानी थाहा पायो सिल सिल थाहा पाउँदै आयो सिया सिया वल थाहा पाइसक्यो सी तुङ्कल सी तुङ्कल थाहा पाउनु पर्छ सिके सिके मानी उडाउ अब केही चिज उडाउनु जस्तै चङ्गा उडाउनु बुएकी बुएकी उडाउँदैछ बुएका बुएका चोन उडाइसक्यो बुएके बुएके टुङ्कल उडाउनु पर्छ बुएके मानी नेक्स्ट नम्बर उम्रियो बुला बुला उम्रिन्छ बुई बुई उम्रिँदै आयो बुया बुया बोला उम्रिसक्यो बुई बुई टुङ्कल उमार्नु पर्छ बुइके बुइके मानी उठ द उठ्दैछ दना दना चोन उठिसक्यो दनी दनी टुङ्कल उठाउनु पर्छ दङ्के दङ्के मानी यो चाहिँ अब कुनै मान्छेलाई अब उठाउनु पर्यो भनेदेखि यो हो अनि निन्द्राबाट उठाउनु पर्यो भने चाहिँ निन्द्राबाट उठाउनु पर्छ भन्नेको लागि चाहिँ थने मानी भन्छ निन्द्राबाट बिउजाउनको लागि अनि कुनै यस्तो बोतल तलेको छ भने त्यसलाई चाहिँ नि अब दङ्के मानी भन्दैन कि त्यसलाई टङ्के भन्छ टङ्के मानी जस्तै अब तलेको बोतललाई उठाउ भन्नको लागि चाहिँ टङ्की अनि उठाउँदैछ भन्नको लागि बोतल उठाउँदैछ भन्नको लागि टङ्का चोन
तङ्के टुङ्कल अनि तङ्के मानी। त्यस्तै निन्द्राबाट उठाउ भन्नको लागि थना चोन अनि थने टुङ्कल उठाइसकेले थने टुङ्कल अनि उठाउनु पर्छलाई थने मानी। र यो थको यहाँ पनि छ। र यो सँगसँगै वर्ड्सको च्याप्टर यही सकिन्छ। हजुरहरूलाई कस्तो लाग्यो भन्नु होला। यो च्याप्टर राम्रो नराम्रो ठिकै अब कस्तो लाग्यो, केही कमेन्ट्सहरू भएदेखि भन्नु होला। र अब यो सँगसँगै हामी फेरि प्याटर्न चेन्ज गर्छौँ। अब यो वर्ड्सको प्याटर्न भयो। अब नेक्स्ट प्याटर्नमा चाहिँ नि हामी त्यही सेन्टेन्समा जान्छौँ। तर सेन्टेन्स चाहिँ नि हजुरको अब कुनै चाहिँ अब फन्नी सेन्टेन्सहरू हुनसक्छ, कुनै चाहिँ अब डेली युज हुने सेन्टेन्सहरू त्यस्तो हुनसक्छ। थ्याङ्क यू फर वाचिङ। आजको लागि यति नै। र जाँदा जाँदै ब्लगहरू सेयर गर्नुहोला, जोइन हेर्नुहोला र ग्रुपहरू जोइन गर्नुहोला। थ्याङ्क यू। शुभ।